हेलो साथीहरु सबैजनामा गुड मर्निङ छ। आजको क्लासमा हामीले कस्ट सिटको आजको क्लासमा हामीले कस्ट सिटको भिडियो हामीले पढ्छौँ र कस्ट सिटको चाहिँ क्वेसन गर्छौँ, जुन चाहिँ ओल्ड इज गोल्डको क्वेसन हो। कस्ट सिटको ओल्ड इज गोल्डको हामीले क्वेसन गर्छौँ, जुन चाहिँ इक्जामको दृष्टिकोणले अति नै महत्त्वपूर्ण छ। योभन्दा पहिला म चाहिँ पार्ट 1 पार्ट 2 गरेर भिडियोहरू अपलोड कन्टिन्यू म गरि नै रहेको छु। यो पनि त्यसको नेक्स्ट पार्ट हो भन्ने आजको क्लासमा हामीले यहाँ चाहिँ 2075 सालको यो क्वेसन हो। 2075 सालको क्वेसन आजको क्लासमा हामीले गर्छौँ। अब हाम्रो चाहिँ यो चाहिँ क्वेसन छ यहाँ, The details of manufacturing and other costs are as follow. Purchase of raw material दिएको छ, त्यस्तै यहाँ डाइरेक्ट वेजेस छ, एडमिनिस्ट्रेटिभ ओभरहेड छ, सेल्स अफ स्क्रैप दिएको छ, प्रॉफिट छ 20% अन सेल्स, त्यसपछि क्यारिज अन पर्चेज छ यहाँ, त्यसपछि फ्याक्ट्री ओभरहेड छ, सेलिङ ओभरहेड छ 10%, आरएस 10 पर युनिट, आरएस 10 पर युनिट दिएको छ। त्यस्तै यहाँ चाहिँ प्रोडक्सन 4000 युनिट छ। यता चाहिँ ओपनिङ एन्ड क्लोजिङ स्टक दिएको छ यहाँ, र मेटेरियल ओपनिङ स्टकको र क्लोजिङ स्टकको। त्यसपछि वर्क इन प्रोग्रेस 20,000, 15,000, 35,000। त्यसपछि फिनिश गुड्स छ 1000 युनिट, 2000 युनिट। अनि हामीले रिक्वायर के मागेको छ, कस्ट सिट 1 नम्बरमा, त्यसपछि 2 नम्बरमा प्रॉफिट पर युनिट। अब हामी चाहिँ क्वेसन गर्छौँ र क्वेसनतिर जानुभन्दा पहिला एउटा सानो रिक्वेस्ट छ कि यदि च्यानलमा पहिलोचोटि जोड्दै हुनुहुन्छ भने कृपया चाहिँ च्यानललाई चाहिँ लाइक, सेयर र सब्सक्राइब गरिदिनु, ताकि हामीलाई थप भिडियो बनाउनको लागि हौसला प्रदान गर्छ। त पहिला हामीले यहाँ चाहिँ कस्ट सिटको चाहिँ फर्मेट बनाइदिने। हामी यहाँ चाहिँ कस्ट सिटको फर्मेट बनाइदिने। यो हाम्रो कस्ट सिटको फर्मेट हो। यही फर्मेटमा हाम्रो चाहिँ कस्ट सिट चाहिँ तयारी हुन्छ। त्यहाँ गरिदिनु कस्ट सिट अफ जुन कम्पनीको छ त्यो कम्पनीको र जुन सालको दिन्छ त्यो सालको एज अन द यति यति। अब त्यसपछि पार्टिकुलर, यता चाहिँ डिटेल भइहाल्छ, यो चाहिँ अमाउन्ट भइहाल्छ। त्यसपछि पहिलो यहाँ दिएको छ ओपनिङ स्टक अफ र मेटेरियल यता ओपनिङ दिएको छ। त्यसपछि 40,000 ओपनिङ छ अनि 60,000 क्लोज छ। पहिला हामीले ओपनिङवाला यसको फर्मेटमा चाहिँ पहिला अपलोड गरिदिएछु होइन। फर्मेट तपाईँहरूसँग पनि साथमा छ भने चाहिँ राख्नु र हेर्नु। सुरुमा यसको हुन्छ ओपनिङ स्टक अफ र मेटेरियल, ओपनिङ स्टक अफ र मेटेरियल, ओपनिङ स्टक अफ र मेटेरियल 40,000 दिएको छ। त्यसपछि ओपनिङ स्टकमा एड गर्नुपर्छ। फर्मेटमा यसको रुलै त्यही हो, एड गर्ने। यो कस्ट हो। पर्चेज अफ र मेटेरियल, त्यसपछि डाइरेक्ट जति पनि एक्सपेन्सेसहरू हुन्छ त्यो सबै डाइरेक्ट एक्सपेन्सेस चाहिँ यसमा एड गर्ने। डाइरेक्ट वेजेस, त्यस्तै क्यारिज अन पर्चेज, यो तिनवटा चाहिँ यसमा एड गर्ने। पर्चेज अफ र मेटेरियल, पर्चेज अफ र मेटेरियल, पर्चेज अफ र मेटेरियल यहाँ 2 लाख दिएको छ। त्यस्तै डाइरेक्ट वेजेस 1 लाख दिएको छ। क्यारिज अन पर्चेज 20,000 दिएको छ। त पालो पालो हामीले चाहिँ सबैको अमाउन्ट राखिदिउँ। पर्चेज अफ र मेटेरियल 2 लाख,
त्यसपछि डाइरेक्ट वेजेज 1,00,000। त्यसपछि क्यारेज अन पर्चेज 20,000। अब यो सबै चाहिँ एड गरिदिनु। यो 2 1 3 3,60,000। अब 3,60,000 मा अब यसमा लेस गर्ने क्लोजिङ स्टक अफ र मटेरियल 60,000। यसलाई माइनस गरिदिनु। लेस क्लोजिङ स्टक अफ र मटेरियल 60,000। अब यो 3,60,000 बाट 60,000 घटाइसकेपछि 3,00,000 आउँछ र मटेरियल के अरे प्राइम कस्ट 3,00,000। अब यसमा एड गर्ने फ्याक्ट्री ओभरहेड्स। त फ्याक्ट्री ओभरहेडमा फ्याक्ट्रीसँग रिलेटेड जति पनि इन्डाइरेक्ट एक्सपेन्सेसहरू हुन्छ त्यो सबै यसमा राख्नु। फ्याक्ट्रीसँग रिलेटेड एक्सपेन्सेसहरू यसमा लेख्नु। त फ्याक्ट्रीसँग एक्सपेन्सेस हेर्ने अब यसमा फ्याक्ट्री ओभरहेड एउटा दिएको छ यहाँ 50,000। त्यसपछि सेल्स अफ स्क्रैप दिएको छ। सेल्स अफ स्क्रैप हामीले यसबाट घटाइदिने। फ्याक्ट्री ओभरहेड 50,000 छ। त्यसपछि यसैबाट लेस गरिदिने सेल्स अफ स्क्रैप। यो चाहिँ इन्कम हो। सेल्स अफ स्क्रैप 5,000। यो घटाएर यहाँ चाहिँ 45,000 आउँछ र यही 45,000 यहाँ आइहाल्छ। त यो आइहाल्छ फ्याक्ट्री कस्ट इन्कर्ड। फ्याक्ट्री कस्ट इन्कर्ड आइहाल्छ 3,45,000। अब 3,45,000 अब यसमा एड गर्ने ओपनिङ स्टक अफ वर्क इन प्रोग्रेस वाला। अब यसमा हेर्ने एड गर्नु ओपनिङ स्टक अफ वर्क इन प्रोग्रेस WIP 20,000 एड गर्ने र लेस गर्ने क्लोजिङ वाला। यो क्लोजिङ लेस गर्ने एड गर्ने ओपनिङ स्टक अफ WIP। ओपनिङ स्टक अफ WIP हाम्रो यहाँ चाहिँ 20,000 दिएको छ। 20,000। अब यसबाट लेस गरिदिने क्लोजिङ स्टक अफ WIP 35,000। यो 15,000 आइहाल्छ माइनसमा, किनभने माइनसवाला बढी छ। 15,000 माइनसमा आइहाल्छ। अब यो आइहाल्छ घटाइसकेपछि फ्याक्ट्री कस्ट 3,45,000 बाट 15,000 घटाइदिने 3,30,000। 3,30,000। अब यसमा एड गर्ने अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड। अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड यो हेडिङ हो। अब अफिससँग रिलेटेड जति पनि एक्सपेन्सेसहरू छ त्यो सबै चाहिँ यसमा लेख्ने। अफिससँग रिलेटेड एडमिनिस्ट्रेटिभ ओभरहेड भनेको छ 10% अफ प्राइम कस्ट। यो एउटा आइहाल्छ। त्यसपछि अरू यसमा अरू छैन। अफिससँग सम्बन्धित यति नै छ। ल एडमिनिस्ट्रेटिभ ओभरहेड यसमा एड गरौँ।
एडमिनिस्ट्रेटिव ओवरहेड 3 लाख को 10%, 3 लाख को 10% 30,000 आउँछ, 30,000 भयो। यो 30,000 आइहाल्छ। यो अब यो जोडिसकेपछि आउँछ 3,60,000 कस्ट अफ प्रोडक्सन, कस्ट अफ प्रोडक्सन आइहाल्छ। त्यसपछि यसमा एड गर्ने, कस्ट अफ प्रोडक्सनमा एड गर्ने, कस्ट अफ प्रोडक्सनमा एड गर्ने ओपनिङ स्टक अफ फिनिश गुड्स र लेस गर्ने क्लोजिङ स्टक युनिट, क्लोजिङ स्टक लेस गर्ने। जबकि यहाँ चाहिँ युनिटमा दिएको छ, यो चाहिँ युनिटमा दिएको छ। युनिटमा दिएको छ भने यसलाई अब चाहिँ यसको अमाउन्ट निकाल्नु पर्यो, यसको चाहिँ रेटहरू निकाल्नु पर्यो। रेट, यसको चाहिँ रेट निकाल्ने, त यसको रेट निकाल्ने हुन्छ कस्ट पर युनिट इक्वल टु हुन्छ कस्ट पर युनिट इक्वल टु कस्ट अफ प्रोडक्सन, फर्मुला हो कस्ट अफ प्रोडक्सन बाई प्रोडक्सन युनिट, प्रोडक्सन युनिट। टोटल कस्ट कति भयो प्रोडक्सनको र टोटल युनिट कति छ, त कस्ट अफ प्रोडक्सन हेर्नु 3,60,000 छ यहाँ, कस्ट अफ प्रोडक्सन 3,60,000, 3,60,000। त्यसपछि प्रोडक्सन युनिट यहाँ हेर्नु त, प्रोडक्सन युनिट, प्रोडक्सन युनिट यहाँ दिएको छ 4,000, प्रोडक्सन युनिट चाहिँ 4,000 दिएको छ। डिभाइड गरिदिने, यो आइहाल्छ आरएस 90 आइहाल्यो। अब यहाँ चाहिँ यही चाहिँ 90 को रेटले मल्टिप्लाई गर्नु, ओपनिङ स्टक फिनिश गुड्स यो 1000 गुणे 90, यो 1000 भनेको 1000 युनिट हो, यो वाला युनिट छ यहाँ, यो 1000 युनिट हैन। अनि गुणे चाहिँ रेट जुन 90 हाम्रो आएको छ त्यो, यहाँ यसको पनि यहाँ चाहिँ 2000 छ, यो चाहिँ क्लोजिङ हो, यो चाहिँ भइहाल्यो 90,000 लेस गरिदिने क्लोजिङ फिनिश गुड्स, यहाँ चाहिँ 2000 इन्टु 90, यो 1,80,000 यो आइहाल्यो। यो चाहिँ माइनसवाला बढी छ त 90,000 माइनसमा गएर आइहाल्छ यहाँ, त यो हाम्रो आइहाल्छ कस्ट अफ गुड्स सोल्ड, कस्ट अफ गुड्स सोल्ड 2,70,000 यो आइहाल्छ। अब यसमा एड गर्ने, कस्ट अफ गुड्स सोल्डमा एड गर्ने सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड, सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड। तब हामीले यहाँ चाहिँ खोजौँ सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड के दिएको छ, सेलिङसँग सम्बन्धित यता छ सेलिङ ओभरहेड 10 पर युनिट, सेलिङ ओभरहेड आरएस 10 पर युनिट, यानी कि त यहाँ चाहिँ सेल्स पर युनिट चाहिँ 10 दिएको छ। त हामीले यहाँ के गर्नु पर्यो कि सेल्स युनिट निकाल्नु पर्यो, सेलिङ ओभरहेड, सेलिङ ओभरहेड। त सेलिङ युनिट चाहिँ हामीले पहिला निकाल्नु पर्यो, यो भनेको वर्किङ नोट हो, वर्किङ नोट। त्यसपछि यहाँ हामीले यहाँ चाहिँ यसको लागि क्लोजिङ युनिट, यसको फर्मुला हुन्छ सेलिङ युनिट निकाल्नको लागि, वर्किङ नोट नम्बर 2 भयो, क्लोजिङ युनिट इक्वल टु ओपनिङ युनिट प्लस प्रोडक्सन युनिट माइनस
सेल्स युनिट। तो अब हामीले यसमा राखेर चाहिँ सोल्भ गरौँ। क्लोजिङ युनिट हाम्रो यहाँ 2000 दिएको छ। क्लोजिङ युनिट 2000, ओपनिङ युनिट 1000, प्रोडक्सन भएको छ 4000 युनिट माइनस सेल्स युनिट। सोल्भ गर्नु। यो 2000 इक्वल टु 5000 के अरे माइनस हुन्छ, यो माइनस सेल्स। यो यता प्लस छ भने यताबाट माइनस भइहाल्छ। सेल्स युनिट इक्वल टु 5000 माइनस 2000 इक्वल टु 3000 युनिट। 3000 युनिट हाम्रो चाहिँ सेल्स भयो। तो यो अब यही सेल्स राखेर यसमा मल्टिप्लाई गर्ने। 3000 गुने 10 पर युनिट, यहाँ क्वेसनमा भनेको छ 10 पर युनिट, यहाँ 10 पर युनिट। यो भयो 30,000। अब यो जोडिसकेपछि हाम्रो आइहाल्छ टोटल कस्ट। 3 लाख, 2,70,000 अनि 30,000, 3 लाख हाम्रो भयो। अब यसमा एड गरिदिने प्रॉफिट। प्रॉफिट निकाल्ने फर्मुला हाम्रो हुन्छ, यहाँ हेर्नु त प्रॉफिट दिएको छ, प्रॉफिट अन सेल्स। सेल्समा यहाँ चाहिँ प्रॉफिट भनेको छ भने सेल्समा हाम्रो चाहिँ प्रॉफिट निकाल्नु पर्यो। कि प्रॉफिट भनेको यहाँ वर्किङ नोट गरिदिउँ। सेल्समा भनेको छ प्रॉफिट अन सेल्स भनेको छ। प्रॉफिट केमा छ? सेल्समा छ। वर्किङ नोट नम्बर 3, वर्किङ नोट नम्बर 3 छ कि जब सेल्स नदिएको कन्डिसनमा चाहिँ घटाइदिन्थ्यो। तर यो क्वेसनमा सेल्स नट गिभन, सेल्स नदिएको कन्डिसनमा के हुन्छ? प्रॉफिट इक्वल टु टोटल कस्ट। यसको फर्मुला हुन्छ टोटल कस्ट इन्टु प्रॉफिट पर्सेंट बाई 100% माइनस प्रॉफिट पर्सेंट। टोटल कस्ट यहाँ हेर्नु त, टोटल कस्ट 3 लाख दिएको छ। 3 लाख इन्टु प्रॉफिट पर्सेंट 20 भनेको छ। प्रॉफिट पर्सेंट यहाँ 20 दिएको छ। 20 बाई 100 माइनस 20। अब यसले चाहिँ सोल्भ गर्नु। 3 लाख गुने 20 बाई 80, यो घटाउनु, योले यो 4, यो चाहिँ 75,000 आइहाल्छ। 75 चौका 100, तो यो 75 आइहाल्यो। 75,000 हाम्रो चाहिँ प्रॉफिट भयो। यहाँ हाम्रो चाहिँ प्रॉफिट आइहाल्यो 75,000। अब यो आइहाल्यो चाहिँ सेल्स आइहाल्यो 3,75,000 हाम्रो चाहिँ सेल्स भयो। पहिलो स्टेपको काम हाम्रो यति भयो। रिक्वायर्ड नम्बर 1 चाहिँ 3,75,000। त्यसपछि अर्को रिक्वायर्ड मागेको छ प्रॉफिट पर युनिट। अब हामीले यहाँ चाहिँ प्रॉफिट पर युनिट निकाल्ने। रिक्वायर्ड नम्बर यो 1 भयो। अब रिक्वायर्ड नम्बर 2 को लागि यहाँ गरिदिउँ रिक्वायर्ड नम्बर बी। प्रॉफिट पर युनिट निकाल्ने फर्मुला हुन्छ यसको प्रॉफिट अमाउन्ट बाई युनिट कति छ? युनिट यसको यहाँ सेल्स युनिट। कति युनिटमा प्रॉफिट लिन चाहेको हो त? 300 युनिटमा, के अरे 3000 युनिटमा। सेल्स युनिट यहाँ राखिदियो, सेल्स युनिट तो 75,000 बाई 3000, तो यो आइहाल्छ आरएस 25। प्रॉफिट पर युनिट यानी कि 1 युनिटमा 25 रुपैयाँ प्रॉफिट भइरहेको छ। हस् त साथीहरू, यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो कृपया चाहिँ कमेन्ट गरिदिनु र यसमा केही सल्लाह सुझाव दिनुपर्ने छ भने अवश्य नै कमेन्टमा कमेन्ट गर्नुहोला।
हामीले फेरि नेक्स्ट भिडियोमा हामी भेट हुन्छौँ। हस्त तबसम्मको लागि सबैजनाबाट म चाहिँ बिदा लिन्छु। हस्त, थ्याङ्क यू।